नमस्कार, म जयबहादुर सोमाई। यहाँहरूलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। म यहाँहरू समक्ष आज नेपालमा मात्रै नभएर जहाँसुकै पनि यो आइपिओ भन्ने सुन्नुभएको होला। आइपिओ भर्ने कसरी र आइपिओ भर्दाखेरि के कागजात बनाएपछि मात्र चाहिँ आइपिओ भर्न पाउँछ भन्ने कुरा चाहिँ यहाँहरू समक्ष म छलफल गर्न गइरहेको छु। अब पक्कै पनि आइपिओ भर्नको लागि सबभन्दा पहिला ब्याङ्क एकाउन्ट हुनुपर्छ। ब्याङ्क एकाउन्टबाट सबै कारोबार हुने हो। सबभन्दा पहिला ब्याङ्क एकाउन्टमा चाहिँ ब्याङ्क एकाउन्ट खोलेपछि त्यसमा डिम्याट एकाउन्ट खोल्नुपर्छ। डिम्याट एकाउन्ट खोलेपछि मेरो सेयरको फर्म भर्नुपर्ने हुन्छ। अनि त्यसको लागि तपाईँ ब्याङ्कमा गएपछि यी प्रक्रियाहरू सबै पुरा हुन्छ है त। अब त्यहाँ चाहिँ ब्याङ्क एकाउन्ट खोलेपछि डिम्याट एकाउन्ट भर्ने हुन्छ। डिम्याट एकाउन्ट खोलेपछि मेरो सेयरको फर्म भर्ने हुन्छ। मेरो सेयरको फर्म भरेपछि त्यहाँ चाहिँ त्यसको लागि सबभन्दा पहिला तपाईँको यो राष्ट्रिय परिचय पत्र हुनुपर्छ। त्यसपछि नेपाली नागरिकता प्रमाणपत्र, त्यसपछि एउटा जिमेल हुनुपर्छ, मोबाइल नम्बर हुनुपर्छ। यति भएपछि तपाईँको काम कुरो ब्याङ्कमा गएर एकाउन्ट खोलेपछि प्रक्रिया अगाडि बढ्छ। अनि त्यहाँ मेरो सेयरको फर्म भरेपछि तपाईँलाई जिमेलमा एउटा मेल आउँछ। त्यही मेलबाट तपाईँले पासवर्डहरू चाहिँ अपडेट गर्नुपर्ने हुन्छ है त। अब तपाईँको चाहिँ मेरो सेयरको फर्म भर्नुभयो। मेरो सेयरको फर्म भरेपछि त्यहाँ चाहिँ पासवर्ड हुन्छ एउटा। अनि त्यसमा चाहिँ त्यो मेरो सेयर सिआरएन नम्बर पनि हुन्छ। त्यो सिआरएन नम्बर पुरा पाएपछि तपाईँको प्रक्रियाहरू अगाडि बढ्छ। अनि तपाईँको त्यति भएपछि यो त्यहाँ ब्याङ्कबाट चाहिँ मेरो सेयरको फर्म भरेपछि तपाईँको यो डिपी हुन्छ, कुन ब्याङ्कमा भर्नुभएको छ। जस्तै म चाहिँ प्रभु ब्याङ्क छ मेरो, प्रभु ब्याङ्क लिमिटेड 13,900 चाहिँ मेरो डिपी हो। त्यसपछि युजर नेम भनेको तपाईँको यो युजर नेम राख्नुपर्छ। त्यसपछि पासवर्ड चाहिँ तपाईँको आफ्नै पासवर्ड राख्नुपर्ने हुन्छ। जे छ त्यही तपाईँ चाहिँ त्यो मेल आइडीमा ब्याङ्कबाट पठाएको एउटा मेल हुन्छ। त्यो मेललाई चाहिँ लगइन गरेपछि यो सबै सेटअप गर्नुपर्ने हुन्छ है त। ल यस्तो खुल्छ। अब यति भएपछि तपाईँको सबै यहाँ डिटेलहरू हुन्छ है। यो मेरो डिटेल यहाँ सबै छ। अनि तपाईँको पोर्टफोलियोमा के कति छ, कुन कम्पनीको है, यो सबै हुन्छ है त। अब तपाईँ आइपिओ खोल्दाखेरि यहाँबाट भर्ने हो। यहाँ चाहिँ एउटा कलाङ्ग हाइड्रो लिमिटेड भन्ने चाहिँ यो जनरल पब्लिकको लागि चाहिँ खुले रहेछ। यति बेला चाहिँ यो म भर्दैछु है त। अरू केही गर्नु पर्दैन। तपाईँले फर्म भर्ने बेलामा यो कति खुले रहेछ भने 27,80,000 किता खुले रहेछ। पर किताको 100 रुपियाँको दरले मिनिमम तपाईँले 10 किता भर्नुपर्ने हुन्छ। म्याक्सिमम चाहिँ 20,000 किता भर्नुपर्ने हुन्छ। तपाईँ जति भरे पनि 10ले भाग जाने किसिमले 10 किता अथवा 20 किता अथवा 30 किता, 40 किता, 50 किता, 60 किता, 70 किता, 80 किता, 90, 100, 100, 200, 250 त्यसरी 10ले भाग जाने गरी चाहिँ भर्नुपर्ने हुन्छ है त। त्यसपछि अरू त सबै यहीँ सेट भएको हुन्छ। तपाईँले अरू केही गर्नु पर्दैन। यो ब्याङ्कमा चाहिँ यो बिओआइडी भनेको तपाईँको डिम्याट एकाउन्ट हो। अनि ब्याङ्कमा चाहिँ तपाईँ कुन ब्याङ्क हो त्यो चाहिँ सिलेक्ट गर्नुपर्छ। मेरो प्रभु ब्याङ्क हो। त्यसपछि एकाउन्ट नम्बर पनि त्यही यही अटो सेलेक्ट हुन्छ। तपाईँ क्लिक गरेपछि त्यही अप्सन आउँछ। अनि प्रभु ब्याङ्क पाल्पा ब्रान्च हो। एप्लाई किता अब तपाईँ कति किता भर्नुहुन्छ है। मैले चाहिँ यो 10 किता भर्छु। 10 किताको लागि 1000 रुपियाँ हो। अनि सिआरएन नम्बर चाहिँ तपाईँ राख्नुपर्ने हुन्छ। सिआरएन नम्बर भनेको कति छ, तपाईँको जति सिआरएन नम्बर हो त्यहाँ ब्याङ्कबाटै प्रदान गरेको हुन्छ यो सिआरएन नम्बर। यति सिआरएन नम्बर राखेपछि अब यहाँ के हुन्छ, जे होस् यो यहाँ चाहिँ माथि सबै कुराहरू मैले भरेको हो। म सबै कुरा मैले भनेअनुसार यहाँ भनेअनुसार भरेको छु भनेर यहाँ तपाईँ टिक लाउनु पर्ने हुन्छ। अरू केही गर्ने होइन।
त्यसपछि प्रोसिडमा अगाडि बढ्ने। अनि प्रोसिजरमा अगाडि बढेपछि तपाईँको प्लिज इन्टर योर 4 डिजिट्स ट्रान्जेक्सन पिन टु प्रोसिज भनेर यहाँ चाहिँ ट्रान्जेक्सन पिन राख्नुपर्ने हुन्छ। तपाईँले त्यो मेरो सेयरको मेलमा तपाईँ ब्याङ्कबाट मेल आउँदाखेरि तपाईँ यहाँ एउटा ट्रान्जेक्सन पिन राख्नुपर्ने हुन्छ। त्यति बेला त्यो चाहिँ राख्नु होला तपाईँको। मैले राखेँ। अब यति भएपछि यति गरेपछि भइसक्यो। अब एकदम इजी छ। सबभन्दा पहिला सुरुमा भर्ने बेलामा चाहिँ यो डकुमेन्ट बनाउँदाखेरि यो एकाउन्टहरू बनाउँदाखेरि अलि गाह्रो छ। नत्र त एकाउन्ट बनाएपछि त तपाईँ यो इजिली फर्म एप्लाई गर्न के अरे यो आइपिओ भर्न सक्नुहुन्छ है त। मैले यत्रो भरिसकेको छु तर पर्दैन, गाह्रो छ। विशेष गरी विदेशमा हुनेहरूलाई चाहिँ अलिकति सजिलो पर्छ। इमर्जिङ नेपालको के छ? इमर्जिङ नेपालको चाहिँ मलाई परेन छ, नट एलर्टेड। त्यसपछि जालपा सामुदायिक लघु वित्तीय संस्था लिमिटेड, यसको पनि परेन छ, केही परे छैन। ल हेर्नुहोस् त, यस्तो है करेन्ट इस्यु। ल यसरी है त। हवस् त, धन्यवाद। राम्रोसँग बुझ्नुभयो, सुन्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद। ओके, बाई।